कति दामी छ कति राम्रो ओ माई गॉड कति राम्रो यार जम्बा पागल छ यार भ्यू त ल हेलो दाजुभाइ दिदीबहिनी सबैजनालाई नमस्कार अब तपाईले जन्नत त देखिसक्यो होला अब नम्बरीकन स्वर्ग अब तपाईले देखिसक्नु पछाडि कति राम्रो छ देखिसक्नु भयो होला र आज चाहिँ यो भ्लग चाहिँ नेपालीमा बनाउँदैछु अनि आज चाहिँ हामी हुनु त यहाँ पहाड चढ्दैछु जङ्गलको पहाडमा एकदमै अझ किनकि आज हाम्रो छुट्टी हो छुट्टीमा अब चाहिँ वकिङ जाँदै पहाडहरू जाँदै वकिङ जाँदै पहाड चढिरहेको छु त तपाईहरुलाई नि घुमाउँदै पहाडको यस्तो पहाड कस्तो छेउमा बसेको छ कस्तो के छ हैन सानो अपडेटहरु दिँदै तपाईहरुलाई म देखाउन चाहन्छु अनि अहिले भनेदेखि चाहिँ अब यो पहाड चाहिँ कता हो के हो कसो अब सुनाउँदाखेरि यो चाहिँ हाम्रो मन्दिर गुम्बाको अगाडि भने के पछाडिको हैन गुम्बादेखि ब्याक साइडको पहाड हो अनि यो पहाडदेखि चाहिँ अगाडिको भिडियोमा तपाईले हिन्दीमा देख्नु सकि भयो होला त्यतिबेला चाहिँ यहाँ तल आएको थिएँ मेडिटेसन गर्नु अनि आज चाहिँ म एक्लै छुइनँ मेरो साथीहरु पनि छ दुईजना अनि व्हाट्सअप गाइस उता अनि एकजना उता मेटिनले सबैजना हामी तीनजना मिलेर अनि के भन्छ सगरमाथा पहाड चढिरहेको छौं बाटो चाहिँ कुन चाहिँ यस्तो अकालो छ कि आमा हेर्न कति खतरा छ यार पहाडमा एकदम 4x4 रिलिज गरेर चाहिँ हामी हिँडिरहेको छौं देखाउने छु पहाडको टुप्पामा पुगेर चाहिँ तपाईहरुलाई पुरा तलको नजाराहरू हैन त्यहाँबाट मन्दिरहरू कस्तो देखिन्छ एकदम पिसफुल छ हैन त्यो चाहिँ तपाईहरुले देखाउनु पर्यो सोचेको छु टाढोबाट हेर्दाखेरि तपाईले नि दामी देख्छ नि त हैन त्यसै कारणले यहाँबाट पनि दामी देखेको छ यो चाहिँ अब खैरी भनिन्छ हैन उताको यो जग्गा चाहिँ हैन अनि उता चाहिँ खै के हो कुनै के होला अनि यता चाहिँ नैनीटिकलहरु के भनिन्छ अनि दिलमनहरु उपर पर छ है नहान सरान भन्ने सबै यतातिर हो यो पहाड चाहिँ छन्डुली पहाड भन्छ हैन छन्डुली हेरिरहेको होला के को छन्डुली पहाड छन्टोली भन्छ हैन त्यो अनि अब चाहिँ अब लगभग पहाडमा पुगि नै सक्यो र पहाडको नजारा तपाईहरुलाई देखाउने नै छु ओ माय गॉड त्यहाँदेखि चाहिँ ल उत्रे है त गाइस पहाड माय गॉड बाप रे के हो यहाँ यस्तो दामी यो मान्छे को अगाडि आएर पुगिसकेछ यहाँ जन्नत हमेशा भाइ जन्नत यहाँ जिउँदै तपाईहरु नम्बरीकन अगाडि नै जन्नत देख्न सक्नुहुन्छ तपाईहरु म गुम्बाको मन्दिरको के भन्छ दृश्य हेर्न सक्नुहुन्छ तपाईहरु अनि यो हाम्रो मन्दिर है यो है तपाईले देख्नुहुन्छ अनि उ तल स्कुल हाम्रो उपरको अनि गुम्बा यस्तै छ हैन यहाँदेखि यस्तो हेर्दाखेरि सर हेर्नुहोस् त कस्तो दामी छ सट्टेर ल आएन त मजा यस्तो मजा हेर्नु अब तपाईँ म एक दिन चाहिँ अब उही माथिको पहाड देख्छ नि त्यसमा चढ्छु कि म एक दिन यो पहाड होला ग्यालखाङ त्यो चाहिँ पहिला नेपाली राजाको राजदरबार जस्तो एउटा किला जस्तो थियो छ त्यहाँ देखाउँछु यहाँदेखि हेर्नुहुन्छ कस्तो चाहिँ टक्क हैन यस्तो छ अब र यति नै हो यहाँको अब नजारा सजारा सबै देखाउने अनि हामीले यहाँ चाहिँ अहिले चाहिँ देखाउने भनेको चिज यति नै थियो अब यहाँ गरम पनि भयो यहाँ चाहिँ के भन्छ कफी ल्याएको छ पहाडमा बसेर कफी पिएर चिल गरेर थोरै बस्ने हो अनि हेरौँ न हामी कता सायद यता जान्छु कि सायद उता जान्छु त्यही हिसाबले तपाईहरुले देखाउँछु है
ल दाजुभाइ सनसेटको नजारा देख्नुहोस् है तपाईँहरू है मजाको सनसेट यहाँबाट कुछ यस्ता चाहिँ अब यहाँ फोटो सेसन पनि भइरहेको छ फोटोहरू पनि चरक्क निकाल्ने भन्छ होइन त्यहाँदेखि चाहिँ यहाँ यस्तो हेर्दाखेरि चिटिक्क परेको पाहाडहरू तपाईँहरू एक रङ हेर्नुहोस् होइन अनि चाहिँ ओए एक बात बताओ बता किसका सुनेगा गाना सुना त ल दाजुभाइहरू यस्तो थियो यहाँको चाहिँ अब जरा अब हामी चाहिँ कताबाट जाने भयो भन्दाखेरि चाहिँ कहाँबाट जाने उकालो जाने सब ब्लगरहरू भाइ दाजुभाइहरू सब सब दाजुभाइ फर्किएको अब चाहिँ होइन है अब जति हेर्नु थियो हेऱ्यो यहाँबाट बस्यो मेडिटेसन गऱ्यो सबै गऱ्यो होइन अनि अब चाहिँ यहाँबाट चाहिँ निचे ओह्रालो छ यहाँबाट लोले भने घोडा फुस्किन्छ हावा पनि मजाले बतास उडी बतास चलिरहेको छ अनि यहाँबाट हेर्दाखेरि चाहिँ कुछ यस्तो यहाँ कौवाहरू यताउता घुमेको होइन अनि यहाँबाट यस्तो धेरै स्टिप छ क्या अनि अब यस्तै हातमा न कसै छ न केही छैन हेडेको मेरो फर्कियो एकदम स्टिप छ यहाँबाट ओह्रालो यो मान्छेले के भन्छ बेसी ध्यान नदिने के हो कि यस्तो के भन्छ अलपत्र झारपातहरू के बोल्छ यसले होइन अनि तपाईँ चाहिँ हेर्नुपर्ने चाहिँ यहाँनिर बाटो कति स्टिप छ यहाँबाट चिप्ल्यो भने चाहिँ घोडा पुग्लुकै फुस्क्यो टाउको पक्लकै भयो दुईवटा होइन पछाडिबाट एउटा भ्लगर फेरि खतरा नयाँ इन्ट्री हुँदैछ होइन लड्यो भने लोड चाहिँ तल लड्छ पुग्नु चाहिँ माथि पुग्छ भन्छ होइन कुरा चाहिँ त्यस्तो हो यहाँबाट चाहिँ अब यस्तै हिँडिरहेको छौँ हामीहरू हो र कहाँ पुग्यो भन्दाखेरि चाहिँ होइन अब यहाँबाट चाहिँ पल्लोपट्टि चाहिँ आनी गुम्बा छ होइन आनी गुम्बा देखिरहनु पर्छ यो चाहिँ हुनु चाहिँ के भन्छ अब तपाईँहरू के भन्छ भिडियोको के मोटिभ के पनि छैन कि त्यसै बित्थामा बनाएको जस्तो हो यो होइन अनि आज भ्लगको स्पोन्सर चाहिँ वुडल्यान्ड हो होइन यहाँ वुडल्यान्डको सुज पिनेर के हो वुडल्यान्डको यो चाहिँ त्यसै अब गफाडी भ्लग जस्तै हो होइन केटा हो साथी हो अनि यहाँबाट हेर्न सक्नुहुन्छ चडक्कैको तर पनि अलिअलि त अब भ्यू त अब कुन चाहिँ एटलिस्ट होइन तपाईँहरूले होइन एटलिस्ट अब कुरा गर्दाखेरि चाहिँ एटलिस्ट होइन तपाईँहरूले हिमाचलको डाँडाकाँडा चाहिँ देख्नु पायो नि त होइन त्यो हो अरू त केही छैन अब देखाउने कुरा के जङ्गलमा के देखाउने होइन जङ्गलमा के देखाउने कुरै छैन आफू हिँडेको खाएको लोडेको परेको त्यस्तैहरू मात्रै देखाउने होइन यस्तो डाँडाकाँडा डाँडा पनि छैन यहाँ काँडा पनि छैन दिनभर यसो थाकिएको क्रिस्का सुनिएगा थाक्यो क्या त्यो यस्तो पहाड हेर्न यहाँ डाँडा दिँदा भयो काँडा दिँदा भयो डाँडाकाँडा देखाउने हुन्छ होइन ब्लगमा मतलब पनि छैन तपाईँहरू हेर्ने भने हेर्नु नहेरेपछि पालै फरर भने यस्तै हो होइन यतिकै हो अब यतिकै भ्लगै होइन तर हेर्नु चाहिँ हेर्नु होइन स्किप चाहिँ नगर्नु हेर्नु चाहिँ हेर्नु है दाजुभाइहरू होइन त यस्तो डाँडाको पछाडि अब यतातिर आएपछि होइन यस्तो हुन्छ नि त के हुन्छ होइन बाटो पनि ध्यान दिने घोडा पक्लाकै पर्छ नि फेरि केटाहरूलाई फेरि घर पनि टाढो छ होइन बुवा पनि टाढो छ अब स्याहार सुसार गर्ने अब कोही पनि छैन आफू एक्लै हो लामो मान्छे होइन अलि के भन्छ ख्याल पनि गर्नुपर्छ आफ्नो होइन त्यस्तो हो जिन्दगी एकदमै सिङ्गल प्रो म्याक्स हो नि त अन्त यहाँबाट आमा हेर्नु त कस्तो दामी देखेको छ यस्तो नजारा अन्त यस्तो नजाराहरू देखाउँछ त माइ गॉड के हो यहाँ कसले किस नगएको गालामा यहाँ काँडाहरूले किस खान्छ यार तेरो ओ माइ गॉड चौकै पार्छ त यहाँ होइन र अचम्मै लागेन अन्त थट्टेरिका ल सनसेट पनि भयो दाजुभाइहरू चडक्कै होइन सनसेट पनि चडक्कै दामी नै भयो है यस्तो गयो त गयो धूप निकल्ती है जा तँ दाजु त फेरि बस तँ दामी तैँले भ्यूै काटिस् यहाँ यस्तो यहाँबाट यस्तो देखाउँछ नि त आमा ल दाजुभाइ अब यहाँदेखि के हेर्ने हेर्नु त फस्यो पछाडि एउटा भ्लग अगाडि एउटा भ्लगर कुरोहरू फल्छ होइन पछाडि त यहाँबाट अब डाँडाकाँडा हेर्नु है दाइहरू है
केटा हो मुनि चाहिँ खोला पनि छ होइन हाम्रो चाहिँ होइन खोला पनि छ बाटो पनि यस्तो कुछ अतरङ्गी कुछ परेको छ होइन अनि के देखाउँ त तपाईँहरूलाई के देखाउँ अब यही डाँडा काँडा देखाउनु हाँ ऐसा ब्लगर बनेगा कभी हाँ यार जिन्दगी कस्तो हुँदै छ होइन दाजुभाइ त जसरी नै हेर्नु दामीको नजारा छ तर पनि हामी वकिङ भएको तपाईँहरू पनि आयो भने म डेफिनेटली म यहाँ चाहिँ ल्याउने छु माथि जुन पनि हेर्नु है जुन पनि खेलेको छ आज चाहिँ होइन जुन पनि खेलेको छ मुनि चाहिँ यस्तो छ अनि यही हो आजको ब्लग है यही हो कमसेकम तपाईँहरूले स्क्रोल गर्दाखेरि टक्क आइपुग्यो भने चाहिँ अन्त यसो हेरिदिनु होला भनेर होइन बाई बाई सिउ टुमारो त्यो डाँडासम्म म देखाउँछु तपाईँहरूलाई त्यो डाँडाबाट दामीको देख्छ भन्छ भाइले अनि यसरी बाटोमा जाँदाखेरि जे पनि नछोड्नु होला हैन स्वच्छ भारत अभियान उसले के भन्छ एवेरनेस गर्दैछ सबैजनालाई मैलाहरू चाहिँ नफ्याँकिदिनु होला यो पनि सबै ठिकै कुरा हो होइन जहाँ पायो त्यहाँ फ्याँक्ने गोजीमा ट्याक्कै हालेपछि हुन्छ नि त अब भन्नु त के रहनु सबैजना अब एजुकेटेड अनसिभिलाइज मान्छेहरू छ भने सनसेट पनि भयो त्यहाँदेखि अब के देखाइदिनु है गन्यार सन्यारबाट रानी गुम्बा हेर्दै बस्ने यताबाट होइन तलबाट गाउँको मान्छेहरू तल के गर्दैछ अनि माथि जुन लगाइरहेछ अनि यहाँ मुनि सुकेको डाँडामा लुकेको कलाहरू धेरै जाइरहेको छ र यहाँबाट चाहिँ अब बिस्तारै तपाईँले देख्नुहुन्छ हाम्रो गुम्बा ल दाजुभाइहरू त्यो पर हाम्रो गुम्बा हो त्यही हो अघि देखाएको पनि त्यही हो र त्यस्तो छ अघि हामी यहाँ माथि गएको थियो है डाँडामा र अब चाहिँ हामीहरू फर्किने तरफ लागिरहेको छ अब यति नै हो यहाँको भ्लग बाई बाई फेरि पनि भेटौँला नमरेमा फेरि साँचौँला बाई बाई